नमस्ते मलाई। नमस्ते मङ्गले, कताबाट आइज त? ल बस। मेरो त सबै भने जस्तो भयो, तपाईँको नि इच्छा पुरा गरिदिनु के भनेर आएको? होइन के भन्छ यो? के हो यो? इच्छा पुरा गर्ने ढुङ्गा यो हो र के इच्छा पुरा गर्छ यसले? सबै गर्छ नि, त्यसैले त तपाईँलाई दिउँ भनेर आएको नि, नत्र त कतिजनाले मागेका थिए। ले न त ले, म राख्छु। पैसा लाग्छ नि अलिअलि। कति हो? अब अरूलाई भयो त 20,000 भन्दा 1 पैसा कम दिन्थिनँ, तपाईँ आफ्नै दाइ 10,000 दिनु न। खै एउटा मागेर देखा त, साँच्चै हो रहेछ नि, 10 को 15 दिन्छु ल। माललाई जति बेला पाए त्यति बेला हुन्छ नि, राति 12 बजे मात्रै हुन्छ। ल ल लैजा, फेरि उल्लु बनाएको रहेछ छैन नि, 15 को 30 दिन्छु नि, विचार गर। A few moments later. कति बेला भन्छ त? सुमन्तर कि बाचा, उचार नभए कि माछा, खोजेर लिदियो काँचा, हे चमत्कारी ढुङ्गा, मलाई राम्री तरुनी उत्पन्न गर्यो। मङ्गलेले मलाई नराम्रो सन्टो भयो, त्यसलाई भेटौँ न मात्रै। नमस्कार माललाई। निकै तनावमा पो देखिनुहुन्छ, के हो कुरो? तियरीमा बज्जा, तैँले मलाई उल्लु बनाउने? खै निकाल, 30,000 निकाल। आवेशमा नआउनु न मलाई, कुरो के हो पहिला त्यो भन्नु न। तैँले मलाई ढुङ्गा दिएर इच्छा पुरा गर्ने पत्थर भनेर बेवकुफ बनाउने? के भयो भएन र? अझ उल्लु बनाउनु खोज्दैछस् मलाई? विधि पुरै पुऱ्याउनु भएन जस्तो छ नि। के विधि हो फेरि? तैँले भने जस्तो गरेकै हो। 12 बजे नै गर्नुभयो नि। 12 नै बजेको थियो। अनि मन्त्र पढ्नु भयो? पढे। ढोका लगाउनु भयो? ढोका लगाएकै हो, तैँले भने जति सबै गरेको हो। अनि झ्याल नि झ्याल। ओहो, झ्याल त लाइन के अरे, पछि खोलेको नि त। ओहो मङ्गले, झ्याल त लाइन के अरे। हो त्यही भएर अब यसको शक्ति गयो, काम गर्दैन। अनि माग्न चाहिँ के माग्नु भएको थियो नि? सुमन्तर कि बाचा, उचार नभए कि माछा, खोजेर लिदियो काँचा, हे चमत्कारी ढुङ्गा, मलाई राम्री तरुनी उत्पन्न गरिदेऊ। भैँसोड त्यो कुरा अब भइ त हाल्यो, बरु आज के काम ल्याएको थिइस् त्यो भन्।